नमस्कार, म अम्बिकेश कुमार झा, जलस्रोत इन्जिनियर। पछिल्लो पटक मैले हाइड्रो पावरमा रोयल्टीको कुरा गरेको थिएँ र यसमा तराई मधेसप्रति रोयल्टीको नाममा भइरहेको विभेदको मुद्दा उठाएको थिएँ। आज हाइड्रो पावरसँग सम्बन्धित नै एउटा अर्को मुद्दा। हामीलाई थाहा छ हाइड्रो पावरको सम्भाव्यता प्रायः पहाडमै हुने गर्छ र आजसम्म बनेको 3000 भन्दा बढी मेगावाट हाइड्रो पावर मध्ये मुस्किलले 50 मेगावाट पनि तराई मधेसमा बनेको छैन, बाँकी सबै पहाडमै बनेको छ। तर रोयल्टीका कारणले गर्दाखेरि पहाडका स्थानीय तह प्रदेशलाई हुने फाइदा र यसबाट तराई मधेस वञ्चित रहेको कुरा त पहिल्यै उठिसक्यो। आज म हाइड्रो पावरकै अर्को प्रसङ्ग उठाउँछु। हाइड्रो पावर जुन स्थानीय तह अथवा क्षेत्रमा बन्छ त्यहाँका प्रभावित क्षेत्र भनेर त्यो जिल्लावासीलाई र प्रभावित बासिन्दाहरूलाई भनेर छुट्टै करिब 10% सेयर दिने प्रावधान छ। हाइड्रो पावर बन्दाखेरि त्यत्रो जुन करोडौँ अरबौँ खर्च हुन्छ त्यो पनि खनिने त्यही ठाउँमा, रोजगारी पाउने पनि स्थानीयले नै, प्रभावित भनेर विभिन्न सिपमूलक तालिम आय आर्जनका कुराहरू पनि प्राप्त गर्ने तिनीहरू नै। 2 लाख रोपनी पर्ने जग्गा 20 लाख भन्दा बढी अधिग्रहण गर्दाखेरि पाउने पनि त्यहीँका बासिन्दाले। छरछिमेक अथवा यस्तै कार्यक्रम अन्तर्गत हाइड्रो पावरको नाममा बाटोघाटो, पुल, स्कुल भवन, सामुदायिक भवन लगायत विभिन्न सुविधा विकासका संरचनाहरू प्राप्त गर्ने पनि त्यहीँका जनताले, अनि छुट्टै प्रभावित क्षेत्र भनेर करिब 10% सेयर पनि पाउने तिनीहरूले नै। तराई मधेस खोइ त यो नेपाली नागरिकहरूको समानताको हक अधिकारलाई सङ्कुचन गर्ने प्रयास भएन। यदि हाइड्रो पावर पहाडमा बन्दाखेरि त्यहाँका स्थानीयलाई यति फाइदा हुन्छ भने उद्योग धन्दा जुन धेरै जसो तराईमा बनेका छन् त्यो उद्योग धन्दाले प्रदूषण पनि हुन्छ, त्यहाँका बासिन्दाहरू धेरै प्रभावित हुन्छन्। त खोइ त त्यसको सेयरमा खोइ 10% सर्वसाधारण त्यहाँका स्थानीयका सर्वसाधारणलाई बाँडफाँड गर्ने प्रावधान खोइ त। समानताको हकको कुरा गर्ने हो भने जुन विकासको अथवा उद्योग धन्दाको कार्यक्रम जहाँ हुन्छ त्यहाँका बासिन्दालाई फाइदा दिने जुन प्रावधान छ त्यसमा एकरूपता ल्याउँ। उद्योग धन्दा खुल्दाखेरि जुन ठाउँमा उद्योग धन्दा खुल्छ त्यहाँका स्थानीयलाई पनि हामी 10% सेयर दिउँ। त त्यो केसमा चाहिँ त्यस्तो सुविधा नपाउने अनि हाइड्रो पावरमा मात्रै छुट्टै किन? यति मात्रै होइन, एनआरएनहरू धेरै जसो कहाँका बासिन्दा हुन् हामीलाई थाहा छ। अहिले पछिल्लो समयमा एनआरएनहरूलाई भनेर पनि छुट्टै तिनीहरूलाई सेयर प्रदान गर्ने प्रावधान राखिएको छ धेरै जसो जलविद्युत आयोजनामा। किन त? जलविद्युत आयोजनाको सेयर बाँडफाँड गर्दाखेरि सम्पूर्ण नेपालीलाई एक नासले हुने गरी खुल्ला आइपिओ निष्कासन गरौँ, सबैले समान रूपले पाउँछन्, त्यसमा विभेद हुन भएन। किनभने यो विभेदले सोझै जिडिपीमा सबैभन्दा पछाडि रहेको तराई मधेसका बासिन्दाहरू अझ लाभबाट वञ्चित रहने देखिन्छ। सरकारले, राष्ट्रले त पछि परेकोलाई उकास्ने विशेष कार्यक्रम पो ल्याउनु पर्ने हो, उल्टो पछि परेकोलाई झन् पछि पार्ने। अबको मेरो अनुरोध भावी सांसदहरूलाई, तपाईहरूले यस्तो विभेदपूर्ण नीति नियमहरूलाई फाल्ने र समानताको हकलाई सुनिश्चित गर्ने नीति नियम बनाउन कतिको प्रतिज्ञा गर्नुहुन्छ र भोट दिने सर्वसाधारण जनतालाई पनि मेरो यो एउटा अनुरोध, तपाईहरूले आफूले भोट दिँदै गर्दाखेरि प्रत्याशीहरूलाई यो प्रश्न सोध्नुहोस्, तपाईँहरूको लागि उहाँहरूले नीति नियममा बदलाव कतिको गर्नुहुन्छ। धन्यवाद।